आजको यात्रा छ हाम्रो गोर्खा मनोकामना मन्दिरको। यात्रा सुरु गर्दैछौँ तालचोकदेखि। हे मनोकामना माता, यो भिडियो हेर्ने सबैजनाको रक्षा गरिदिनु है। फाइनली मनोकामनाको गेटनिर आइपुग्यो। गेटनिरको दृश्य मिठो गफसँगै मिठो मुस्कानको साथ मन्दिरको यात्रा गर्दै हुनुहुन्छ मम्मी, ड्याडी, शिव सँगसँगै छोरी पनि। मम्मीले वरपर हेर्दै जति हेरे पनि हेरिरहँ जस्तै भन्दै हुनुहुन्छ। ड्याडीले छोरीले सताइरहेको छ। म चाहिँ यता भिडियो बनाउँदै हिँड्दैछु। भनिन्छ नि, आफ्नो इच्छाले जाने होइन, भगवानको इच्छाले जाने हो भने जस्तै। कसरी जुरे हामीलाई पनि थाहा छैन। मनोकामना मन्दिर प्रवेश गर्नु अगाडि टिकट काउन्टरबाट टिकट पनि लिइयो। मम्मीलाई बोस लागिरहेको छ। हामी उकालो चढ्यौँ। गर्मीको कारण मम्मी ड्याडीलाई हिँड्न अलिक गाह्रो भएको छ। हामी केबल कारको प्रतीक्षामा छौँ। केबल कार चढ्नु अगाडि लाइनमा बस्नुपर्ने रहेछ। हामी त्यही लाइनमा बसिरहेका छौँ। केबल कार चढिसकेपछि हामी मिठो मिठो गफसँगै अघि बढ्दैछौँ। मम्मीले हाई भन्दै हुनुहुन्छ। ड्याडी र शिव यहाँ कुरा गरेर हाँस्दै हुनुहुन्छ। वरपरको दृश्यले जति हेरे पनि आँखा नथाक्ने, मन शान्त आनन्द हुने। मेरो छोरीलाई पूजा पाठ भजनहरू सुन्न एकदम मनपर्ने भएर होला आज मन्दिर जाने भनेको मक्ख पर्दैछिन्। मम्मीले फेरि यता रमाइलो आनन्द लाग्यो भन्दै हुनुहुन्छ। म फेरि आफ्नै दुनियाँमा छु। यता सबैजनाले वरिपरिको दृश्य कति राम्रो, यहाँ गाउँ घर कस्तो रमाइलो रहेछ भनेर कुरा गर्दै हुनुहुन्छ। मन्दिर पुगेर पनि पूजा गर्न धेरै गाह्रो हुने रहेछ। लामो समयसम्म लाइनमा बसेर बल्ल पूजा गर्न पायौँ। पूजा गरिसकेपछि फोटोसुट भिडियो बनाउन लाग्यौँ। मनोकामना मन्दिर भनेपछि टाढा टाढादेखि सम्झेर पूजा गर्न आउनुहुने रहेछ। एकछिन मन्दिरको वरपर घुम्दै रमाइलो गर्दै बस्यौँ। अनि भोक लागेर हामी होटलतिर लाग्यौँ। एकछिन हामी त्यहीँ गफ गर्दै खाना खाइयो। खाना खाइसकेपछि हामी आफ्नो बाटो लाग्यौँ। पूजा गर्न धेरै टाइम लागेको भएर होला सबैजना थकित हुनुहुन्छ। एकछिन बस्यौँ अनि घरतिर लाग्यौँ। अनि हामीले आज खिचेको फोटो